चाहिँ छौँ पाइथन प्रोग्रामिङमा है। जस्तै यहाँ हेर्नु है, यसरी एउटा एउटा चाहिँ नि एउटा ट्रायङ्गल जस्तो प्याटर्न चाहिँ हामी चाहिँ नि डिजाइन गर्छौँ है। जस्तै यहाँ हेर्न सक्नुहुन्छ तपाईँले 1 2 3 4 5 1 2 3 4 5 होइन, पाँचवटा स्टारको चाहिँ बनाइरहेको छ है। अब यसमा अलिकति यो कसरी बन्छ भन्ने विषयमा भन्छु है। जस्तै यहाँ हेर्नु है, यो 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 एउटा होइन कोलम रो भयो होइन। अनि त्यहाँबाट यिनीहरूले चाहिँ के गरिरहेछ भने रो 5वटा कोलम 5वटा गरिरहेछ है। अब हामी प्रोग्राममा जाउँ है, अनलाइन कम्पाइलरमा जाउँ। अनि जस्तै कि के हो भने हामीलाई बनाउनु पर्ने कस्तो छ भने यस्तो खालको बनाउनु पर्ने छ, अथवा यस्तो खालको बनाउनु पर्ने छ भने के गर्नु भन्नु पर्यो भने जस्तै आई र जे कन्सिडर गरौँ के। यो 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 यताको कलमलाई जे अथवा रोलाई आई गरेर गऱ्यो भने चाहिँ अनि के गर्नु पर्यो, 5वटा स्टेप 5वटा प्रिन्ट गर्नु पर्यो, यता पनि 5वटा प्रिन्ट गर्नु पर्यो। सिम्पली म तपाईँलाई इच एन्ड एभ्री स्टेप नै गरिदिन्छु है अहिलेलाई। जस्तै मैले पहिला फर लुप युज गरेँ, किनकि मल्टिपल प्रिन्ट गर्नुपर्ने छ हामीलाई। फर आई इन है, आई चाहिँ नि आई र जे कन्सिडर गऱ्यौँ है हामीले कोलम र रोलाई। फर आई इन रेन्ज गऱ्यौँ है, मैले रेन्ज गरेँ। अनि मैले 1 देखि 5 किनकि लेट्स से 5वटा प्रिन्ट गर्ने भनेर गरेँ है मैले। अनि फेरि फर गरेँ मैले, जे गरेँ है, जे गरेँ। अब जेलाई नि रेन्जमा राखेँ अनि त्यहाँबाट नि मैले 5वटा चाहिँ नि गरेँ है, यसरी प्रिन्ट गरेँ। अब मैले सपोज प्रिन्ट गरेर मैले स्टार प्रिन्ट गरेँ भने के हुन्छ हेरौँ है। मैले स्टार प्रिन्ट गरेँ भने के हुन्छ ल हेर्नु। अहिले चाहिँ के छ भने यसरी सबै 5वटा 1 2 3 4 1 2 3 4 लेट्स से 6 गरिदिउँ है अहिलेलाई। यो रेन्जमा चाहिँ अब 5वटा हुन्छ हेर्नु है त। अब 1 2 3 4 5 होइन, यसरी भयो। अब मैले के गरेँ भने जस्तै अब यो त केमा मात्र भयो, यो त एकदम तल मात्र गइरहेछ। अब मैले के गरेँ, अब प्रिन्ट गरेर यहाँ चाहिँ केही नप्रिन्ट गरेँ, खाली प्रिन्ट गरेँ भने के हुन्छ लेट्स सी है त। अब अनि एउटा कुरो चाहिँ के गर्नुपर्छ भने यो तल यसरी आइरहेछ होइन, 5वटाको स्पेस भयो नि त। यो यहाँ एउटा प्रिन्ट गरेपछि के भयो, एउटा स्पेस जस्तो देख्न सक्नुहुन्छ यहाँ। अब म के गर्छु भने यो चाहिँ गर्ने, तर अब इन्ड चाहिँ केले गरिदिने त, इन्डमा चाहिँ केही नगर त्यतिकै खाली प्रिन्ट गर्थ्यो, इन्ड चाहिँ त्यसरी राख्थ्यो भनेर मैले एकचोटि रन गरेँ भने यसरी आयो। अब के छ भने 1 2 3 4 5 होइन, 5वटा रो 5वटा कलम, 1 2 3 4 5वटा कलम अनि 1 2 3 4 5 होइन, 5वटा रो 5वटा कलम भयो। अब हामीलाई त कस्तो खालको प्रिन्ट गर्नु छ भने यसरी प्रिन्ट गर्नु छ। अब के गर्नु पर्यो भने हामीले इफ कन्डिसन लाग्नु पर्यो है। इफ कन्डिसनमा चाहिँ के हुनु पर्यो भने यो जे चाहिँ लेस देन इक्वल्स टु आई हुँदासम्म के गर्नु पर्यो भने ल तैँले प्रिन्ट यो गर भनेर दिनु पर्यो। अब एल्स अनि एल्स भयो भने चाहिँ अब के चाहिँ प्रिन्ट गर्ने त होइन। प्रिन्ट अलिकति यसको इन्डेन्टेसन मिलाउँ है। प्रिन्ट अब यो भएपछि के प्रिन्ट गर्ने त, सिम्पली प्रिन्ट अहिलेलाई ल खाली नै प्रिन्ट गरिदिउँ है त। अब के हुन्छ हेरौँ है त। अब कसरी आयो भने हेर्नु है, कसरी आइरहेछ भने यो त एकदम ग्याप भएर स्पेस भएर आइरहेछ होइन। अब यसलाई पनि के गरौँ भने इन्ड गरेर के गरौँ त, यसरी खाली प्रिन्ट गरिदिउँ है त। अनि अब के भयो त, हाम्रो आउटपुट आएको छ है त। यसरी चाहिँ गर्ने, सिम्पली के हो भने रेन्ज राख्यो कतिवटा चाहिँ नि स्टार छाप्ने तपाईँले भनेर होइन। अनि त्यहाँबाट अब जेमा अब आई जे कन्सिडर गरेर अनि यसले लुप फर लुप लाएर चाहिँ यसरी प्रिन्ट गर्यो है त।